नमस्कार साथीहरू, आज म तपाईहरुलाई श्रिङ्केज कम्पेन्सेसन प्रयोग गरेर आफ्नो 3D प्रिन्ट्सको डाइमेन्सनल एक्युरेसी कसरी इम्प्रुभ गर्ने भन्ने देखाउने छु। सबै प्लास्टिकहरू कुल डाउन हुँदै जाँदा केही मात्र श्रिङ्क हुन्छन्, त्यसैले तपाईलाई प्रिन्ट गरेको पार्ट्स प्राय CAD मोडल भन्दा अलि सानो हुन्छ। लकिली हामी यसलाई स्लाइसरमा सजिलै कम्पेन्सेट गर्न सक्छौं। अब कसरी गर्ने भनेर हेरौं। सबैभन्दा पहिला 3टा क्यालिब्रेसन क्युब्स प्रिन्ट गर्नुहोस् जसमा 50 मिलिमिटर क्युब प्रयोग गर्न रेकमेन्ड गर्छु किनकि तिनीहरूलाई मेजर गर्दा बढी एक्युरेट रिजल्ट प्राप्त हुन्छ। अब प्रत्येक क्युबको डाइमेन्सन नाप्नुहोस् र त्यसको एभरेज डाइमेन्सन निकाल्नुहोस्। मेरो केसमा एभरेज डाइमेन्सन 50 मिलिमिटर हुनुपर्नेमा 49.86 मिलिमिटर आयो। अब श्रिङ्केज निकाल्नको लागि मेजर डाइमेन्सनलाई मोडल डाइमेन्सनले डिभाइड गर्नुहोस्। मेरो लागि 49.86 डिभाइड 50 इन्टु 100 इक्वल्स 99.72% आएको छ। यसको अर्थ यो मेटेरियल लगभग 0.3% श्रिङ्क भएको छ। अब आफ्नो फिलामेन्ट सेटिङ्समा गएर श्रिङ्केज कम्पेन्सेसनको भ्यालुमा 99.72% राख्नुहोस्। त्यसपछि फेरि क्युब प्रिन्ट गर्नुहोस्। अब तपाईले पाउनुहुने डाइमेन्सन तपाईको ओरिजिनल CAD मोडलसँग धेरै क्लोज हुनेछ। यति नै थियो आजको भिडियो। थ्यांक यू।